हुँदै बालेन शाहले विरोध गर्ने केही बाटो नपाएपछि अब बालेन शाहले 12 वर्ष अगाडि गएको गीतमा आपत्तिजनक शब्द प्रयोग भयो रे र त्यो युट्युबबाट हटाएर अब पब्लिकली माफी माग्नु पर्यो भनेर साइबर ब्युरोमा केस हालेछन्। को चाहिँ कसले सिकाउँदैछ तिमीहरूको गुरुको? अरे बेवकुफहरू, तिमीहरूको बाउ भन्नुदा केपी ओलीले त केही ख्यास नसकेन, केही उगार्न सकेन बालेनको भने के तिमीहरूले केही भेटिन्छ? यो सानोतिनो नागरिकताको प्रब्लम भयो, शब्द आपत्तिजनक भयो रे भनेर केही घन्टा ख्यास्नेवाला केही पनि छैन। देश बनाउनु देऊ बालेनलाई, देश बनाउन आगो शुद्ध मान्छे हो ऊ, अरू पोलिटिसियनहरू जस्तो दाग लगाएर आएको मान्छे होइन। तिमीहरूले जति खोजे पनि केही पाउनेवाला पनि छैन। देश बनाउन देऊ न यार, के भएको तिमीहरू? के बालेन शाहले देश बनायो भने आफ्नो लागि मात्र बनाउने हो? तिमीहरूको छोराछोरीको भविष्य, तिमीहरूको आउनेवाला जेनेरेसनको लागि भविष्य, सबैको लागि नेपाल बनाउन लाग होइन? बनाउन देऊ न, किन विरोध गरिरहेछौ? किन यति साह्रो उफ्रिरहेछौ? हुन त तिमीहरू उफ्रेर तिमीहरू उ गरेर केही ख्यास्नेवाला छैन, घन्टा केही उ गर्नेवाला पनि छैन।